जय श्री कृष्ण, जय श्री राधेश्याम। आज म पुनः हजुरहरूको छेउमा उपस्थित भइसकेको छु। सूर्यको अरिष्ट दोषलाई हामीले कसरी निवारण गर्ने? यदि कसैले पनि सूर्यको अरिष्ट दोषको जो फल हो त्यसलाई प्राप्त गरिरहेको छ र त्यो अरिष्ट दोषलाई निवारण गर्न चाहनुहुन्छ भने त्यो दोष हामीले कसरी निवारण गर्ने भनेदेखि हामीले सूर्यको अरिष्ट दोष निवारणको लागि हामीले कुनै आइतबारदेखि नित्य हामीले सूर्य अर्घ दान गर्ने एउटा नियम हामीले बनाउनु पर्दछ र हामीले प्रतिदिन सूर्य अर्घ दान गर्नु पर्दछ। एउटा तामाको लोटामा जल लिएर त्यसमा रातो चन्दन र एउटा रातो फूल त्यहाँ लगाएर हामीले सूर्यलाई अर्घ दान गर्नुपर्ने हुन्छ र सूर्य स्तोत्रलाई हामीले पाठ गर्न सकिन्छ। त्यसले पनि हाम्रा जो सूर्यको अरिष्ट दोष छ त्यो निवारण भएर जान्छ र त्यसै प्रकारले सूर्यको अरिष्ट दोष निवारण गर्नको लागि कतिपय सामग्रीहरू हुन्छन्। ती सामग्रीहरूलाई हामीले दान गर्नुपर्दछ। ती सामग्रीहरू यस प्रकारले छन्, जस्तै प्रकारले माणिक्य, सुन, तामाको कुनै पनि वस्तुहरू, गेहूँ, गुड, मसुर दाल, घिउ, रातो कपडा, कमलको फूल, रातो श्रीखण्ड चन्दन जो रातो काठको आउँछ, रातो खालको चन्दन हुन्छ त्यो, र बाछो सहितको गाई, त्यसलाई हामीले दान गर्नुपर्दछ आइतबारकै दिन। र सूर्यको अरिष्ट दोष प्रभाव निवारण गर्नको लागि हामीले शिवजीलाई जल अर्पण गर्नुपर्दछ र कोही गुरुजीहरूद्वारा ब्राह्मणबाट हामीले सूर्यको अरिष्ट दोष निवारण गर्नको लागि जो सूर्यको वैदिक मन्त्र छ, बीज मन्त्र छ, तान्त्रिक मन्त्र छ, ती मन्त्रलाई हामीले जाप गराउनु पर्दछ र सूर्य सूक्तहरूको पाठ गराउनु पर्दछ, हवन गराउनु पर्दछ। त्यसले हाम्रा सबै नै सूर्यको जति पनि अरिष्ट दोष छ, अरिष्ट प्रभाव छ, त्यो निवारण भएर जान्छन्। जय श्री कृष्ण, जय श्री राधेश्याम।